गुड मर्निङ फ्रम राधाताल। हामी आज फेरि राधातालमा छौँ। यो मेरो सेकेन्ड टाइम हो अनि मेरो एक्सपिरियन्स भन्छु ल। खासमा गाह्रो गाह्रो डेस्टिनेसनहरू जुन छ नि त्यहाँ मान्छे एकचोटिभन्दा बढी जानु पर्दो रहेछ कि। म पहिला आउँदाखेरि नि बाटो गाह्रो थियो अनि त्यो बाटोले गर्दाखेरि त्यो थ्रु आउट द जर्नी इन्जोय गर्न सकिनँ। अनि यहाँ आएपछि नि अब फर्स्ट टाइम भएपछि त फोटो खिच्ने भिडियो खिच्ने भन्ने भयो नि त। अनि सेकेन्ड टाइम भनेको चाहिँ के हुँदो रहेछ भन्दा इट्स अल अबाउट इन्जोइङ द भ्यू, इन्जोइङ द नेचर होइन। यहाँ यतापट्टि पुरै गाईबस्तुहरू कति धेरै छ, घोडाहरू छ अनि ताल कस्तो राम्रो लागिरहेछ। मर्निङको भर्खर मर्निङको सनराइजवाला घाम छ, सल्लाहको रुखहरूको जङ्गल छ, कस्तो राम्रो देखियो होइन। अनि के भन्दा म चाहिँ स्ट्रङली रिकमेन्ड के गर्छु भन्दा कुनै पनि डिफिकल्ट वाला डेस्टिनेसन छ भने गो मोर देन वान टाइम। सुरुको टाइममा त्यो डेस्टिनेसनमा पुग्नको लागि, फोटो भिडियोको लागि, मेमोरीको लागि, अनि सेकेन्ड टाइममा भनेको कम्प्लिटली त्यो डेस्टिनेसन इन्जोय गर्नको लागि। बाई बाई, सी यू।